प्रशिक्षण कार्यक्रममा सहभागी रहनुभएका राष्ट्रपा परिवारका तमाम माननीयज्यूहरू, जनप्रतिनिधिज्यूहरू, र आज समापन समारोहमा उपस्थित रहनुभएका पार्टीका विभिन्न तह र तबकामा रहनुभएका शुभेच्छुक पदाधिकारी साथीहरू तथा सञ्चारकर्मी साथीहरू, सबभन्दा पहिला यो 2 दिने प्रशिक्षणलाई सफलतापूर्वक सम्पन्न गर्नुभएकोमा म पार्टी पंक्तिका साथीहरूलाई धन्यवाद पनि ज्ञापन गर्न चाहन्छु र मलाई लाग्दछ निरन्तरको प्रशिक्षणले हामीलाई संसदीय अभ्यासमा बलियो बनाउनेमा मद्दत गर्नेछ। यो प्रशिक्षण र अभ्यासको आवश्यकता जहिले पनि पर्दछ। लर्निङ अनलर्निङको प्रक्रिया यसो होइन कि राष्ट्रपाका सांसदहरू नयाँ छन्, राजनीतिमा पनि नयाँ छन्, त्यसकारणले उनीहरूलाई प्रशिक्षण चाहिन्छ। एउटा जीवनको अभिन्न अङ्ग हो सिक्ने सिकाउने कुराहरू र गलत सिकेका कुराहरूलाई बिर्सने अनलर्निङ, यस्ता कुरा तिनै प्रक्रियालाई निरन्तरता यहाँहरू सहभागी हुनुभएको छ, कोही यहाँ सहभागी पनि हुनुभएको छ, कसैको मन्त्रालयको जिम्मेवारी जे होस्, यी सबै जिम्मेवारीका बावजुद पनि यहाँहरूले अथवा जान्ने आदान प्रदान गर्ने यो क्रमलाई निरन्तरता दिन जनमानसमा राजनीतिको थालनी भएको प्रतिक्रियाहरू हामीले केही कुरा, किनभने आफै पनि जान्नु तहमा म आफै पनि छु, त्यसका सिकाउन भन्दा पनि स्टेटमेन्टहरूको, राजनीतिक भाषाहरूको, राजनीतिक डकुमेन्टहरूको असाध्यै धेरै महत्त्व हुने गर्दछ, हुँदै आएको थियो। तर पछिल्लो समय विश्व राजनीतिले एउटा नयाँ मोड लिँदै गरेको परिप्रेक्ष्यमा हाम्रो उदय पनि भएको हो। वास्तवमा भन्नुहुन्छ भने समाज जुन ढङ्गले अगाडि बढेको थियो त्यसमा एउटा विद्रोह गरेर हामीले राजनीतिक दलको सुरुवात गरेका हौँ। त्यो आफैमा यथास्थितिमा चलेको समाजलाई अलिकति परिवर्तन गर्नुपर्छ भनेर हामीले सुरु गरेको एउटा विद्रोह थियो। तर यो विद्रोह, क्रान्ति जस्ता शब्दहरूलाई केही राजनीतिक दलहरूले, अझ केही आस्थावान राजनीतिक दलहरूले, घटकहरूले आफ्नो पेवा जस्तो विद्रोह भनेको समाजको निरन्तरको प्रक्रिया हो जस्तो लाग्छ हामीलाई। त्यसकारणले हामीले एक किसिम शान्त पनि हुन सक्छ भन्ने कुराको हामीले सुरुवात शङ्खनाद गरेका हौँ। त्यसैलाई निरन्तरता प्रदान गरेर एउटा सही ढङ्गमा राजनीतिलाई लिएर आउँ पनि केही पनि छैन। खालि एउटै मात्र सपना थियो कि लिडरसिप एकाडेमीको विषयलाई चाहिँ अलिकति मैले सपनाको रूपमा अगाडि सारेको थिएँ जलेश्वरबाट। यहाँहरूलाई म स्मरण मात्र गराउन चाहन्छु। नेताका रूपमा एउटा मान्छे पार्टीको कुन तहमा पुग्छ, सरकारमा कुन तहमा पुग्छ, त्यो कुनै ठुलो कुरो होइन। कोही पार्टीको सदस्य कुनै पदमा रहला, सहमन्त्री, महामन्त्री, सभापति, उपसभापति कुनै पनि पदमा रहला, त्यो ठुलो कुरा होइन। सरकारमा मन्त्रीका रूपमा रहला, प्रधानमन्त्रीको रूपमा रहला, त्यो पनि ठुलो कुरा होइन। तर मुलुकलाई कस्तो नेतृत्व दिँदैछौँ हामी, एउटा समाजले कस्तो नेतृत्व तयार गर्दैछ भन्ने कुरा अबको युगलाई आवश्यक पर्ने कुराका लागि लिडरसिप एकाडेमीको अवधारणा आएको हो। अर्थात् लिडरसिप एकाडेमीले हरेक तह र तबकाका नेतृत्वलाई आफ्नो सम्बन्धित ठाउँमा काम गर्नको निमित्त के कुराको आवश्यकता पर्दछ, राजनीतिक गुणभन्दा बाहेकका कयौं गुणहरूले भरिपूर्ण हुन सकियो भने मात्रै परिवर्तनमा योगदान दिन सकिन्छ। त्यसकारणले कसैलाई लाग्ला म पार्टी सभापति बन्न, मन्त्री प्रधानमन्त्री बन्न, जीवनलाई त्यसैको उद्देश्यमा लागेर हिँडेको हुँ भन्ने कसैलाई लाग्छ भने त्यो कम्प्लिटली त्यो एउटा भ्रम मात्रै हो। म जीवनी लेख्न हिँडेको होइन, इतिहास नै लेख्न हिँडेको साथी हो। त्यसकारणले मलाई जीवनीमा त्यति इन्ट्रेस्ट छैन। जीवनीमा इन्ट्रेस्ट हुने भए त कुनै ठुलो कुरै हुँदैन थियो। तर जीवनी लेख्नु कुनै ठुलो कुरो होइन। हामी जहाँ छौँ त्यहाँ उभिएर भन्नुपर्दाखेरि हामी इतिहास लेखिने ठाउँमा छौँ। तपाईँहरूलाई मैले भन्ने सन्देश पनि यही नै हो कि जीवनी लेख्ने यात्रामा तपाईँहरू हुनुहुन्न।
जीवनी नै लेख्ने हो भने तपाईँहरू सबैको एक एकजनाको राजनीतिमा आएपछि मात्र होइन, चुनाव जितेपछि मात्र होइन, चुनाव जित्नु अगाडिको तपाईँको व्यक्तित्व नै आफैमा एउटा सफल जीवनी छ। म कयौँ यहाँ सफल साथीहरूको अनुहार यहाँ हेर्न सक्छु। आफ्नो पेसामा अब्बल क्षमतावान साथीहरू हुन्छ जसको जीवनी आफैमा गजबको छ, बेस्ट सेलर किताबै लेख्दा पनि तपाईँको हुन सक्ने जीवनी छ। तर म फेरि दोहोऱ्याएर भन्छु साथी हो, हामी जीवनी लेख्ने यात्रामा हिँडेका होइनौँ, हामी इतिहास लेख्ने यात्रामा हिँडेका हौँ र इतिहास लेख्ने नै हो। यसको अध्यायको सुरुवात हामी गर्दैछौँ। त्यसकारणले यी प्रशिक्षणहरू हामीलाई चाहिन्छन्। त्यसका लागि केही कमिटमेन्ट चाहिन्छ। मलाई थाहा छैन मेरो यो भनाइले तपाईँलाई सोच्न कति सघाउँछ कति सघाउँदैन मलाई थाहा छैन, तर मेरो चाहना चाहिँ के छ भने यो भनाइले तपाईँलाई सोच्नमा काहीँ न काहीँ मद्दत गरोस्, काहीँ न काहीँ सघाओस् भन्ने उद्देश्यले मात्र म अन्तर्मनबाट केही कुरा बताउन चाहन्छु। जानेर नजानेर, रहरले लहरले जे जस्तो कारणले भए पनि हामी आइ त गयौँ राजनीतिमा, चुनावमा पनि उम्यौँ। नेपाली जनताले परिवर्तन गर तिमीहरू भनेर हामीलाई ऐतिहासिक जनमत पनि दिए र हामी त्यो जनमतको सम्मान गर्दै संसदसम्म आइपुगेका छौँ। तर चुनाव जित्दैमा हामी सर्वगुण सम्पन्न हुने होइन। चुनाव जित्दैमा हामीले सम्पूर्ण ज्ञान अथवा आफ्नो क्षेत्रका सम्पूर्ण आवश्यक कुराहरूको जानकारी प्राप्त गर्नुको त्यसको प्रमाण होइन। निर्वाचन आयोगले निर्वाचित भएको सर्टिफिकेट हातमा थमाइदिनु भनेको तपाईँलाई सर्वगुण सम्पन्न राजनीतिज्ञ भनेर दिएको सर्टिफिकेट चाहिँ पक्कै पनि होइन। चुनाव मात्रै जितेका हौँ हामीले, अर्थात् सुरुवात मात्रै गरेका हौँ। सम्झनुहोस् त, जब यो देशमा एकदलीय शासन व्यवस्था थियो, पञ्चायती व्यवस्था थियो, निर्दलीय शासन व्यवस्था थियो, त्यतिखेर आज हामीले बेला बेलामा कटाक्ष गरे तापनि ती राजनीतिक दलहरू, चाहे नेपाली काङ्ग्रेस भन्नुहोस्, नेकपा एमाले भन्नुहोस् अथवा विभिन्न कम्युनिस्ट घटकका दलहरू भन्नुहोस्, ती दलहरूले 30 वर्ष अनवरत सङ्घर्ष गरे। त्यस दलका नेताहरूको उनीहरूलाई यो परिवर्तन आउँछ कि आउँदैन भन्ने कुराको कुनै हेक्का पनि थिएन, कुनै अन्दाज थिएन। कति लामो हुने हो सङ्घर्ष उनीहरूलाई थाहा थिएन। निर्वासित हुनु परेको थियो, आफ्ना कलिला बालबालिकालाई छोडेर कतै लुक्दै र भाग्दै हिँड्नु परेको थियो। पढाइको ठेगान थिएन, पढ्ने अवसर प्राप्त गर्नु थिएन, परिवारलाई के खुवाउने भन्ने कुराको सङ्कट थियो। परिवर्तन आउँछ कि आउँदैन थाहा पनि थिएन, तर सङ्घर्ष निरन्तर चलिरहेको थियो। उहाँहरूको जीवन जोखिममा थियो, भूमिगत हुँदै भाग्दै लुक्दै हिँड्नु परेको थियो। 30 वर्ष लाग्छ भनेर होइन, हुन्छ कि हुँदैन थाहा छैन। त्यस्तो शासन व्यवस्था छ, एकदलीय शासन व्यवस्था छ। त्यस्तो व्यवस्थालाई पनि चुनौती दिएर एक दिन होइन, 2 दिन होइन, 1 वर्ष होइन, 2 वर्ष होइन, 30 वर्षसम्म खाने ठेगान नभएको, बस्ने ठेगान नभएको, परिवारको ठेगान नभएको त्यत्रो सङ्घर्ष गरेर परिवर्तनको यात्रामा होमिएका थिए ती दलहरू। त्यस पछाडि सशस्त्र द्वन्द्व भयो। सशस्त्र द्वन्द्वमा माओवादी पार्टीका नेता कार्यकर्ताहरू, लडाकुहरू यो देशमा परिवर्तन गर्छु भनेर दौडिए, हिँडे। उनीहरूलाई 10 वर्ष लाग्छ कि 20 वर्ष लाग्छ कि हुन्छ कि हुँदैन कि केही कुरा थाहा थिएन, तर अनवरत रूपमा राजनीतिक रूपमा सङ्घर्ष गर्नको निमित्त हिँडे। ज्यानको जोखिममा लागेका थिए। कयौँ नेताहरूको टाउकाको मूल्य चढाइएको थियो। उनीहरूलाई थाहा थिएन परिवर्तन आउँछ कि आउँदैन, कहिले आउँछ भन्ने कुराको उनीहरूलाई हेक्का थिएन। तर ज्यानलाई जोखिममा राखेर जुन अनवरत सङ्घर्ष उनीहरूले गरे, जसको जेसुकै उद्देश्यता भए पनि, कुनै आस्थाका हिसाबले, विचारका हिसाबले हामी त्यहाँ सहमत हुन नसके तापनि परिवर्तनको एउटा बाटोमा होमिएका ती राजनीतिक मानिसहरू, उनीहरूलाई थाहा थिएन के परिवर्तन आउँछ कि आउँदैन, व्यवस्थै परिवर्तन गर्न सकिन्छ कि सकिँदैन, यो फेर्न सकिन्छ कि सकिँदैन, प्रणाली बदल्न सकिन्छ कि सकिँदैन, उनीहरूलाई केही पनि थाहा थिएन। त्यस्तो सङ्घर्ष गरेकोबाट आएर राजनीति आज यस्तो ठाउँमा आइपुगेको छ कि हामीलाई त थाहा छ, हामीलाई थाहा छ चुनावमा जाँदा पनि हाम्रो बहुमत आउँछ भन्ने हामी सबलाई थाहा थियो। सब थाहा पाएको यति सजिलो सङ्घर्ष आजसम्म इतिहासमा दुनियाँमा कहिले पनि गरेको छैन, कसैले पनि गरेको छैन यति सजिलो सङ्घर्ष। हामी त्यति सजिलो सङ्घर्षबाट आएका हौँ। तर यो सङ्घर्ष यति सजिलो पार्नुभन्दा अगाडि जुन गाह्रो सङ्घर्षको यात्रा यो देशका राजनीतिज्ञहरूले गरे, त्यो जग त हामीसँग छ नि। राजनीतिका रूपमा, पार्टीका रूपमा हामी अलग हौँला, विचारका रूपमा हामी अलग हौँला, सिद्धान्तका रूपमा हामी अलग हौँला, तर मुलुकमा राजनीतिक परिवर्तनका हिसाबले खनिएको त्यो जगमा गरिएको दुःख जस्तो दुःख तपाईँ हामीले अहिले पनि गर्नु परेन, भोलि पनि गर्नुपर्ने छैन। अब 5 वर्ष हामीले काम गर्नुपर्नेछ। मलाई अहिले पनि साथीहरू कहिले क्या भन्नुहुन्छ,
सभापतिज्यू म त सुरुवातदेखि लागेको मेरो त योगदान यति छ भनेर कहिलेकाहीँ साथीहरू मलाई योगदानको मूल्य माग्न ढोका ढकाउनुहुन्छ, मलाई दुःख लाग्छ। यो पार्टीमा योगदानको मूल्य माग्ने बेला मेरो पनि भएको छैन साथीहरू, मैले पनि यो मूल्य माग्ने बेला योगदान दिएको छैन। योगदान त अब दिने हो। यो सङ्घर्ष हेर्नुहोस् त, यो क्रान्ति इतिहासकै सबभन्दा सजिलो क्रान्ति। घरमा खाना खाएर निस्किनुहुन्छ, बालबच्चा परिवारहरू सकुशल छन्, कहीँ लुक्दै भाग्दै हिँड्नु पर्दैन। डाइनिङ टेबलमा तातो खाना पुरेर बसेको हुन्छ तपाईँलाई, सबैले नमस्कार गर्छन्, ओरपर क्यामेरा छन्, वाहवाही छ, अन्तर्वार्ता लिन विभिन्न स्टुडियोमा तपाईँहरूलाई भ्याइ नभ्याइ छ। यति क्रान्तिलाई पनि परिणाम दिन सकिएनौँ भने तपाईँ हामी नालायक भएर निस्कन्छौँ। म यति कुरा भन्न चाहन्छु। बदल्ने मात्र, व्यवस्था बदल्ने क्रान्ति मात्र क्रान्ति होइन साथी हो, अवस्था बदल्ने क्रान्ति पनि एउटा ठुलो क्रान्ति हो। हाम्रा हातमा जनताले त्यो ताकत, त्यो शक्ति दिएका छन्। त्यसैले अब यतिखेर म तपाईँहरूको मनको कुरा भन्छु, तपाईँहरूलाई अलिकति दुःख लाग्ला, त्यो लागोस् भन्ने पनि म चाहन्छु। किनकि हामीमध्ये यति धेरै मानिसहरूले जितेर आयो, तर सबैजना मन्त्री हुन सकेनौँ। काहीँ न काहीँ, कतै न कतै म हुनुपर्ने थियो, म भइनँ भन्ने कुराको दुःख त कहीँ न कहीँ छ साथीहरूलाई। ल भइएन मन्त्री त केही भएन भने यो समितिको सभापति त मलाई त बनाउनु पर्थ्यो नि, यत्रो योगदान छ मेरो, त्यति पनि मलाई बनाएन भनेर चित्त दुखाएर यसो देख्दा हाँसे पनि, यसो मनमा अलिकति घाउचोट त साथीहरूले राख्नुभएकै छ। तर म तपाईँहरूलाई यति कुरा बताउन आज यहाँ उपस्थित भएको छु साथी हो। सांसदका रूपमा हामीले यो देशको इतिहासलाई दिन सक्ने योगदान एकपटक तपाईँले हेर्नु र देख्नुभयो भने त्यो कुनै मन्त्रीले अथवा कुनै समितिको सभापतिले वा पार्टीको पदाधिकारीले भन्दा धेरै छ। मात्र तपाईँहरूले एकपटक पानाहरू पल्टाएर आफूले के गर्न सकिन्छ भन्ने कुरा हेर्न सक्नुपर्छ। यति मात्र तपाईँहरूले बुझ्न सक्नुभयो भने परिवर्तन सम्भव छ। हामीले सांसदका रूपमा विधेयकहरूमा काम गर्नुपर्नेछ, कानुन निर्माण, मैले धेरै पटक यो कुरा बताएको छु, कानुन निर्माणमा हामी काम गर्नुपर्नेछ। हामीले सामाजिक प्रतिष्ठा चाहिँ मन्त्री भएपछि या अर्को कुनै सरकारी गाडी लिएर एउटा गार्ड बोकेर हिँडिसकेपछिको सामाजिक प्रतिष्ठालाई सफलताको मानक र सूचक बनाएका छौँ भने हामी रङ डिरेक्सनमा छौँ, हामी गलत बाटोमा गइरहेका छौँ। र म तपाईँलाई यति कुरा चाहिँ भन्न सक्छु कि गलत बाटोमा हिँडेर गन्तव्यमा चाहिँ कहिले पनि पुगिँदैन। प्लिज मेक अ युटर्न, त्यो रङ बाटो हो, एकपटक त्यसबाट फर्किनुहोस्, युटर्न गर्नुहोस्। अस्ति भर्खरै होइन हामी चुनावमा गएको साथी हो, घर घरमा हामीले कुनै घर छोड्यौँ हात जोड्न, साष्टाङ्ग दण्डवत समेत गऱ्यौँ, हामीले ढोग्यौँ, हात जोड्यौँ, नमस्कार गऱ्यौँ, मलाई एउटा भोट पाए त मलाई केही पनि चाहिँदैन भन्यौँ, हामी गिडगिडायौँ, हामीले हात जोड्यौँ जनताको। हाम्रो विनम्रता कहाँ थियो? कति विनम्र थियौँ हामीले, हामीलाई के चाहिएको थियो? एउटा घर पनि नछुटोस् है। घर दैलोमा जाँदा वा कति पर पुगेपछि त्यो घर छुट्ला कि भनेर कत्रो पिर थियो, कत्रो विनम्रता थियो हाम्रो।